आखिर गेमको तयारी कस्तो हुँदैछ त? यो कहानीको सुरुवात हुन्छ छिमेकीको घर छेउबाट। आजको दिन चाहिँ गेम हुने भएकाले जाँदैछु म दाउलेर ग्राउन्डतिर। यहाँ देख्न सक्नुहुन्छ साथीहरूले चाहिँ सेतो चुनाको बिजोग बनाए। हिजोको मिनी भ्लग चाहिँ अलि भने जस्तो भएन किनकि समयले पनि डाँडा काटिसकेको थियो। आजदेखि गेम सुरु हुने भएको छ अनि देख्न सक्नुहुन्छ हाम्रो गेमको तयारी चाहिँ यस्तो बवाल भइरहेछ। यो काम भोलि गरौँ पर्सि गरौँ भन्दा भन्दै गेमको दिन चाहिँ हामीलाई कतिसम्म प्रेसर पर्यो भन्ने कुरा हामीलाई मात्र थाहा छ। अनि अहिले आएको छु म मदरगाह बजार सामग्रीहरू किन्नको लागि। एउटा गेम गराउँदाखेरि कतिसम्म तनाव लिनुपर्छ भन्ने कुरा चाहिँ मलाई मेरो साथीहरू सबैलाई थाहा भइसकेको छ। हामीले खेलाउने खेल चाहिँ एकदम बेस्ट दिन्छौँ भनेर सोचिरहेछौँ, तर हेरौँ भने जस्तो हुन्छ कि हुँदैन। आज काम गर्नको लागि साथीभाइहरू पनि निकै भेला भएको छ। खरगारी नै खरगारी भएको ठाउँ। आज यति राम्रो देख्दा त मेरो मन खुसी छ। अनि आज हामीले गरेको काम चाहिँ के कस्तो लाग्यो हजुरहरूलाई? आजको मिनी भ्लग चाहिँ यही गर्न चाहे। भेट्ने छौँ नेक्स्ट मिनी भ्लगमा, जहाँ चाहिँ हाम्रो तयारीहरू के कस्तो भएको थियो, को आउनु भएको थियो भन्ने कुरा चाहिँ सब खुलाउने छु। आजलाई यति नै, बाई बाई।